सम्पूर्ण नेपाली भाषी इसाई मण्डली परिवार युएस र क्यानाडामा रहनुहुने सबैजनामा जय मसीह छ। विशेष यो भिडियो मार्फत हाम्रो यो बिएनसीको कतिवटा कार्यक्रमहरू जो हाम्रो 12 बिएनसी समिट रोचेस्टरमा हुन गइरहेको विषयमा कतिवटा तपाईँलाई जानकारी पनि गराउन चाहन्छु। र पहिलो कुरा त हाम्रो बिएनसी वुमेन आमा दिदीबहिनीको कन्फरेन्स भोलिदेखि ओमाहा नेब्रास्कामा हुँदैछ। तपाईँले प्रार्थनामा सम्झिदिनुहोस्। आजदेखि धेरैजना यात्रामा हुनुहुन्छ आमा दिदीबहिनीहरू, उहाँहरूको यात्राको लागि र भोलि र पर्सिको कार्यक्रमको लागि तपाईँले प्रार्थनामा सम्झिदिनु हुन अनुरोध गर्न चाहन्छौँ। र त्यस्तै गरेर हाम्रो 12 बिएनसी समिट योपालि रोचेस्टर न्युयोर्कमा जुलाईको 3rd, 4th र 5th यो इन्डिपेन्डेन्ट छुट्टीको समयमा छ र योपालि हामी धेरैजनालाई फेरि पनि यसरी भेट्ने अनि भलाकुसारी गर्ने परमेश्वरले तपाईँ र मलाई यो वर्षभरि उहाँको काम गर्नको लागि हामीलाई छान्नु भएको र हामी एकअर्कासँग यसो भेटघाट गरेर सेवाकाईको आदान प्रदान गर्ने कामहरू गर्न सक्छौँ भन्ने हाम्रो आशा छ। र यो हुँदै गर्दाखेरि पनि तपाईहरुलाई विनम्र अनुरोध, यो सबै कन्फरेन्स हामीले मिलाउँदै गर्दाखेरि विशेष गरी होस्ट टिम अनि हामी एक्जिक्युटिभ टिम वर्क गर्दै गर्दाखेरि धेरै सजिलो चाहिँ तपाईहरुले हामीलाई छिटोभन्दा छिटो रेजिस्ट्रेसन गरिदिनु भयो भने तपाईले हामीलाई धेरै सजिलो हुन्छ र कतिजना आउन सक्नुहुन्छ भन्ने कुरालाई पनि हामीले जानकारी मिलाउन सक्छौँ। र त्यसले चाहिँ हामीलाई धेरैमा चाहिँ अब खानेकुराहरूको लागि पनि हामीले मिलाउनु पर्यो, कतिजना आउँछ भन्ने कुरा तयारी अगाडि नै हामीले गर्न पायौँ भने धेरै सजिलो हुन्छ। र योपालि पनि हामीले गएको सालमा जस्तै रेजिस्ट्रेसन अनलाइनबाट गर्दैछौँ। गएको समयमा हामीले 60-70% चाहिँ हामीले अनलाइनबाट रेजिस्ट्रेसन भएको थियो भने योपालि हाम्रो इच्छा अथवा हाम्रो प्रयास चाहिँ एटलिस्ट 99%ले चाहिँ रेजिस्ट्रेसन अनलाइनबाट गरिदियो भने हामीलाई धेरैवटा कुराहरू म्यानेजमेन्ट गर्नको लागि सजिलो हुन्छ भन्ने हाम्रो आशा हो। किनभने 1000 भन्दा बढ्ता मानिसहरूको लागि यो सबै कुराहरू मिलाउनुको लागि धेरै चुनौती छ। हाम्रोमा 2 महिना जस्तो हाम्रो हातमा छ र यसलाई तपाईले हाम्रो www.bncausa.org मा जानुभयो भने हाम्रो वेबसाइट म यहाँ पनि लगाउने छु, तपाईँ त्यहाँ जानुभयो भने रेजिस्ट्रेसन छ, त्यहाँनिर तपाईले भर्न सक्नुहुनेछ। र रेजिस्ट्रेसनमा सबैभन्दा ठुलो एडल्टको लागि $50, त्यसले त्यहाँनिर खानाको लागि 5 खानाको लागि अनि त्यस्तै गरेर हाम्रो नानीहरूको लागि हामीले $39 राखेका छौँ। तपाईहरुले यो कुरालाई पनि तपाईले अझै जानकारी चाहनुहुन्छ भने हाम्रो वेबसाइटमा भिजिट गर्न सक्नुहुनेछ। र अन्तमा तपाईलाई यो अनुरोध पनि गर्न चाहन्छौँ, विशेष गरी युएस र क्यानाडामा रहनुभएका यो भिडियो मार्फतै तपाईलाई इन्भिटेसन, कतिजनाले तपाईले इन्भिटेसन पाउनु भएको छैन भने हामीलाई हैन पेपरमै इन्भिटेसन चाहिन्छ भन्नुहुन्छ भने पनि हामीलाई bncausa@gmail.com मा तपाईले हामीलाई इमेल गर्नुभयो भने हामीले इमेल मार्फत पनि त्यो सबै कुराहरू जानकारीहरू तपाईलाई पठाउने छौँ। र हाम्रो यो विशेष गरी यो सपोर्ट बिएनसी समिट हुँदै गर्दाखेरि रेजिस्ट्रेसनले खानाको लागि पुग्छ र त्यो सबै कुराहरू मिलाउनको लागि चाहिँ हामीलाई त्यो कार्यक्रममा सबै कुराहरू म्यानेजमेन्ट गर्नको लागि मण्डलीले दिएको सपोर्ट तपाईको सो इच्छा भेटी मण्डलीबाट पठाइदिनु भएको छ गएको सालहरूमा, र योपालि पनि हामी यही अपेक्षा गर्न चाहन्छौँ र यहाँनिर इन्फर्मेसन राखेका छौँ। र यो मार्फत तपाईले जिलो गरेर अथवा चेक लेखेर पनि तपाईले हामीलाई योपालिको 12 बिएनसी समिटमा सहयोग गर्न सक्नुहुनेछ। त्यस्तै गरेर हामीले अर्को कुरा चाहिँ हामीले योपालिको समिटमा हाम्रोमा प्रशस्त ठाउँहरू भएको कारणले गर्दाखेरि हामीले ब्रेकआउट सेसन हामीले राम्रोसँगले राखेका छौँ, जसमा हाम्रो चर्चभित्र हुने कुराहरूलाई हाम्रो डे टु डे हामी चर्चमा गइरहने कुराहरूमा सहयोगको लागि जस्तै चर्च वेबसाइटको कुराहरूदेखि लिएर अहिले अब हैन चर्च वेबसाइट हामीले कसरी बनाउने, कुन तरिकाले गर्न सकिन्छ भन्ने कुराहरूदेखि लिएर वर्शिपको बारेमा अनि हाम्रो बिजनेस एन्टरप्रेन्योरको बारेमा, त्यस्तै गरेर हाम्रो एल्डरली ग्रुपहरूलाई इन्क्लुड गर्ने अनि मिसन र इभान्जलिजमको विषयहरू लिएर
अनि साउन्ड एन्ड इन्जिनियरिङको कुराहरू, यो विभिन्न यसरी विषयहरू जो चाहिँ हाम्रो मण्डलीहरूमा चाहिबस्छ, त्यो विषयहरूमा पनि जसले यसलाई अध्ययन गरेको छ, उहाँहरूले धेरै सिकेको छ, त्यस्तो व्यक्तिहरूद्वारा, एउटा प्रोफेसनल व्यक्तिहरूद्वारा पनि हामीले यो ब्रेकआउट सेसन पनि हामी गर्दैछौँ। र तपाईँहरू रेजिस्ट्रेसन गर्दाखेरि तपाईँको मण्डलीले, तपाईँको पास्टर्सहरूले यो कुरालाई पनि ध्यानमा राखेर सबैलाई एउटै ग्रुपमा होइन, तर सबैजनालाई यो विषयमा फाल्टो फाल्टो तरिकाले सिकेर आयो भने मण्डलीमा त धेरै सहयोग हुन्छ भन्ने हामीले यो आशा पनि गरेका छौँ। र तपाईँहरूलाई यो धेरै डिटेल कुराहरू अब आउँदो दिनहरूमा हामी फ्लायर राखेर पनि हामी र हाम्रो विशेष गरी प्रोफेसनल जसले त्यो ट्रेनिङ दिन सक्छ, उहाँहरूको फोटो राखेर पनि हामी तपाईँहरूलाई जानकारी गराउनेछौँ। तपाईँलाई अन्तमा मेरो प्रार्थना विषय तपाईँहरूलाई यो राख्न चाहन्छौँ। बिएनसीको यो स्पिकरको लागि हाम्रो 4 जना स्पिकरहरू हुनुहुन्छ, उहाँहरूको लागि तपाईँले प्रार्थनामा सम्झिदिनुहोस्। त्यस्तै गरी हाम्रोमा 4टा ग्रुप वर्सिप टिमहरू छन्, त्यसको लागि तपाईँले प्रार्थनामा तपाईँले सम्झिदिनुहोस्। र होस्ट टिमको लागि रोचेस्टरमा रहेका र न्युयोर्क भरिरहेका मण्डलीहरूले एकता साथ यो पालिको सम्मेलन गर्दै हुनुहुन्छ, उहाँहरूको लागि नै प्रार्थनामा सम्झिदिनु हुन अनुरोध गर्न चाहन्छौँ। र अब आउँदै गरेको यो 12 बिएनसी समिटमा हामी रोचेस्टरमा भेट्ने आशा गर्दै अरू जानकारीहरू आउँदो दिनमा फेरि पनि राख्नेछौँ। सबैलाई फेरि पनि जय मसीह छ। धेरै धेरै धन्यवाद यो भिडियो हेरिदिनु भएको लागि। हेर्नु मात्रै होइन, तपाईँले सेयर पनि गरिदिनु भयो भने तपाईँको साथीहरूले पनि यो कुरोको जानकारीहरू पाउनेछ है त। धन्यवाद।